नमस्कार, हार्दिक स्वागत छ तपाईलाई अस्ट्रो नेपाल भाइब्स च्यानलमा। पवित्र साउन महिना सुरु भइसकेको छ। यो महिना भगवान शिवको आराधना, आस्था, सकारात्मक ऊर्जा र नयाँ सुरुवातको प्रतीक मानिन्छ। ग्रह नक्षत्रहरूको परिवर्तनले पनि यस महिनामा धेरै राशिहरूको जीवनमा विशेष प्रभाव पार्ने संकेत देखिएको छ। कसैका लागि नयाँ अवसरको ढोका खुल्नेछ, कसैका लागि आर्थिक उन्नतिको योग बन्नेछ त कसैले आफ्नो धैर्य, बुद्धिमत्ता र सही निर्णयका कारण ठूलो सफलता प्राप्त गर्ने सम्भावना रहेको छ। यदि तपाई जान्न चाहनुहुन्छ कि यो साउन महिना तपाईको करियर, व्यापार, आर्थिक अवस्था, प्रेम सम्बन्ध, वैवाहिक जीवन, शिक्षा, स्वास्थ्य, पारिवारिक सुख र समग्र भाग्यका लागि कस्तो रहनेछ भने यो भिडियो अन्त्यसम्म अवश्य हेर्नुहोस्। भिडियोको अन्तिम भागमा हामी साउन महिनाको विशेष भाग्य सूत्र पनि प्रस्तुत गर्नेछौँ, जसले तपाईलाई यो महिना सकारात्मक सोचका साथ अगाडि बढ्न प्रेरणा दिनेछ। मित्रहरू, च्यानलमा जति पनि नयाँ आउनु भएको छ कृपया च्यानल सब्स्क्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। देवी दुर्गाले सबैको रक्षा गरून्। तपाईको समर्थन नै हाम्रो लागि ऊर्जा हो। साउन महिनाको राशिफल यस प्रकार छन्। मेष राशि। साउन महिना मेष राशिका जातकका लागि नयाँ उत्साह, सकारात्मक परिवर्तन र आत्मविश्वासको महिना बन्ने संकेत देखिएको छ। गत महिनामा रोकेका केही कामहरू यस महिनामा बिस्तारै गति लिन थाल्नेछन्। महिनाको सुरुवातमा केही जिम्मेवारी बढे पनि तपाईको साहस, परिश्रम र निर्णय क्षमताले ती सबै चुनौतीलाई अवसरमा बदल्न मद्दत गर्नेछ। जागिर गर्ने व्यक्तिहरूले वरिष्ठ अधिकारीको विश्वास जित्न सफल हुनेछन्। आफ्नो कामप्रतिको इमानदारी र समयमै जिम्मेवारी पूरा गर्ने बानीका कारण नयाँ अवसर प्राप्त हुन सक्छ। पदोन्नति वा नयाँ जिम्मेवारीको संकेत पनि देखिन्छ। व्यवसाय गर्नेहरूका लागि नयाँ ग्राहक, नयाँ साझेदारी वा व्यापार विस्तारको सम्भावना बलियो रहनेछ। विशेष गरी महिनाको मध्यपछि आर्थिक गतिविधि बढ्ने भएकाले राम्रो लाभ प्राप्त गर्न सक्नुहुनेछ। आर्थिक रूपमा आम्दानी क्रमश बढ्ने संकेत छ। रोकेको रकम प्राप्त हुन सक्छ भने पुरानो लगानीबाट पनि लाभ मिल्ने सम्भावना देखिन्छ। यद्यपि विलासिताका वस्तुमा अनावश्यक खर्च नगर्नु नै राम्रो हुनेछ। परिवारमा खुसी र मेलमिलापको वातावरण रहनेछ। लामो समयदेखि भेट नभएका आफन्तसँग भेटघाट हुन सक्छ। घरमा शुभ कार्यको योजना बन्ने सम्भावना पनि देखिन्छ। प्रेम सम्बन्धमा विश्वास र इमानदारी बढ्नेछ। अविवाहित व्यक्तिहरूका लागि नयाँ सम्बन्धको सुरुवात हुन सक्ने संकेत देखिन्छ भने वैवाहिक जीवनमा जीवन साथीको साथ र सहयोगले सम्बन्ध अझ प्रगाढ बन्नेछ। विद्यार्थीहरूका लागि यो महिना अध्ययनमा उल्लेखनीय प्रगति गर्ने समय हो। प्रतियोगितात्मक परीक्षा वा नयाँ सिप सिक्न चाहनेहरूका लागि ग्रह स्थिति अनुकूल देखिन्छ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ, तर अत्यधिक कामका कारण थकान महसुस हुन सक्छ। नियमित व्यायाम, पर्याप्त आराम र सन्तुलित खानपानमा ध्यान दिनुभयो भने स्वास्थ्य राम्रो रहनेछ। महिनाको अन्त्यतिर कुनै छोटो यात्रा लाभदायक बन्न सक्छ। सामाजिक क्षेत्रमा तपाईको प्रतिष्ठा बढ्नेछ र तपाईको विचारलाई धेरैले सम्मान गर्नेछन्। यो साउन महिना तपाईका लागि परिश्रमको प्रतिफल प्राप्त गर्ने, आत्मविश्वास बढाउने र नयाँ सफलताको ढोका खोल्ने समय बन्न सक्छ। यस महिना तपाईको शुभ रंग रातो रहेको छ भने शुभ अङ्क 9 रहेको छ। महिनाको सुझाव: धैर्यका साथ अगाडि बढ्नुहोस्, तपाईको मेहनतले अवश्य राम्रो परिणाम दिनेछ। वृष राशि। साउन महिना वृष राशिका जातकका लागि स्थिरता, आर्थिक सुधार र पारिवारिक सुखको महिना बन्ने संकेत देखिन्छ। महिनाको सुरुवात सामान्य रहे पनि मध्यदेखि भाग्यले तपाईको साथ दिन थाल्नेछ। कार्यक्षेत्रमा तपाईको मेहनत र अनुशासनको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ, जसले भविष्यमा करियरलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्नेछ। जागिर परिवर्तनको सोचमा हुनुहुन्छ भने सकारात्मक अवसर प्राप्त हुन सक्छ। व्यवसाय गर्नेहरूका लागि पुराना ग्राहकसँगको सम्बन्ध अझ मजबुत बन्नेछ भने नयाँ व्यापारिक सम्झौताबाट पनि राम्रो लाभ प्राप्त हुने सम्भावना छ। आर्थिक पक्षमा सुधार आउनेछ। रोकिएको रकम हात पर्न सक्छ र बचत बढाउने अवसर मिल्नेछ। यद्यपि ठूलो लगानी गर्दा सबै पक्ष राम्रोसँग अध्ययन गर्नु आवश्यक हुनेछ। पारिवारिक जीवन सुखद रहनेछ। परिवारका सदस्यहरूको साथ र सहयोगले मनमा आत्मविश्वास बढ्नेछ। घरमा शुभ कार्य वा धार्मिक कार्यक्रममा सहभागी हुने सम्भावना पनि देखिन्छ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। अविवाहित व्यक्तिहरूका लागि मन मिल्ने व्यक्तिसँग भेट हुने योग रहेको छ। वैवाहिक जीवनमा जीवन साथीसँगको समझदारी अझ बलियो बन्नेछ। विद्यार्थीहरूका लागि अध्ययनमा ध्यान केन्द्रित गर्ने उत्कृष्ट समय हो। उच्च शिक्षा, विदेश अध्ययन वा नयाँ तालिमका लागि प्रयास गरिरहनु भएको छ भने सकारात्मक संकेत प्राप्त हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ, तर खानपानमा लापरवाही नगर्नु राम्रो हुनेछ। मानसिक शान्तिका लागि योग, ध्यान वा बिहानको हिँडाइ लाभदायक हुनेछ। सामाजिक क्षेत्रमा तपाईको सम्मान बढ्नेछ। अरूलाई गरेको सहयोगले भविष्यमा ठूलो साथ प्राप्त गराउनेछ। महिनाको अन्त्यमा कुनै राम्रो समाचारले परिवारमा खुसीको वातावरण सिर्जना गर्न सक्छ। साउन
महिना तपाईका लागि स्थिर प्रगति, आर्थिक मजबुती र सम्बन्धमा विश्वास बढाउने समय बन्नेछ। यस महिना तपाईको शुभ रंग सेतो रहेको छ भने शुभ अङ्क 6 रहेको छ। महिनाको सुझाव, हरेक निर्णय धैर्य र विवेकका साथ लिनुहोस्, सफलता आफै तपाईको नजिक आउनेछ। मिथुन राशि, साउन महिना मिथुन राशिका जातकका लागि नयाँ अवसर, सृजनात्मक सोच र उल्लेखनीय प्रगतिको महिना बन्ने संकेत देखिएको छ। यो महिना तपाईको बोली, व्यवहार र बुद्धिमत्ताले धेरै मानिसको मन जित्नेछ। महिनाको सुरुवातमा केही अधुरा काम पूरा गर्ने अवसर प्राप्त हुनेछ भने मध्यपछि करियर र व्यवसायमा नयाँ सम्भावनाहरू देखा पर्नेछन्। जागिर गर्ने व्यक्तिहरूले वरिष्ठ अधिकारीको विश्वास जित्न सफल हुनेछन्। नयाँ जिम्मेवारी वा पदोन्नतिको सम्भावना पनि बलियो देखिन्छ। व्यवसायमा नयाँ ग्राहक, नयाँ योजना वा नयाँ साझेदारीबाट राम्रो लाभ प्राप्त हुन सक्छ। आर्थिक पक्षमा विस्तारै सुधार आउनेछ। अतिरिक्त आम्दानीको स्रोत खुल्न सक्छ र रोकिएको रकम प्राप्त हुने सम्भावना पनि देखिन्छ। तर आकर्षक देखिने हरेक प्रस्तावमा तुरन्त विश्वास नगर्नु उचित हुनेछ। पारिवारिक जीवनमा खुसी र समझदारी बढ्नेछ। टाढिएका आफन्तसँग पुनः सम्बन्ध सुधार हुन सक्छ। प्रेम सम्बन्धमा नयाँ उत्साह आउनेछ। जीवन साथी वा प्रिय व्यक्तिसँग भविष्यका योजना बारे महत्त्वपूर्ण छलफल हुन सक्छ। अविवाहित व्यक्तिहरूका लागि राम्रो सम्बन्धको प्रस्ताव आउन सक्ने योग देखिन्छ। विद्यार्थीहरूका लागि यो महिना अत्यन्त फलदायी रहनेछ। अध्ययनमा ध्यान केन्द्रित गर्न सक्नुभयो भने उत्कृष्ट उपलब्धि हासिल गर्न सक्नुहुनेछ। नयाँ भाषा, नयाँ सिप वा प्रविधि सम्बन्धी ज्ञान सिक्ने अवसर पनि प्राप्त हुनेछ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। अत्यधिक मानसिक तनावबाट टाढा रहनुहोस् र पर्याप्त निन्द्रामा ध्यान दिनुहोस्। छोटो यात्रा लाभदायक बन्न सक्छ र नयाँ अनुभव प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा तपाईको लोकप्रियता बढ्नेछ। तपाईको सकारात्मक सोच र सहयोगी व्यवहारले नयाँ सम्बन्ध निर्माण गर्नेछ। साउन महिना तपाईका लागि आत्मविश्वास, ज्ञान, आर्थिक सुधार र नयाँ सफलताको आधार तयार गर्ने महिना बन्न सक्छ। यस महिना तपाईको शुभ रंग हरियो रहेको छ भने शुभ अङ्क 5 रहेको छ। महिनाको सुझाव, आफ्नो क्षमतामा विश्वास राख्नुहोस्। साउन महिनाले तपाईका धेरै अधुरा सपनालाई पूरा गर्ने संकेत दिएको छ। कर्कट राशि, साउन महिना कर्कट राशिका जातकका लागि आत्मबल, पारिवारिक सुख र नयाँ उपलब्धिको महिना बन्ने संकेत देखिएको छ। महिनाको सुरुवातमा केही जिम्मेवारीहरू बढ्न सक्ने भए पनि तपाईको धैर्य, समझदारी र सकारात्मक सोचका कारण ती सबै चुनौतीहरू क्रमशः समाधान हुँदै जानेछन्। कार्यक्षेत्रमा तपाईले विगतमा गरेको मेहनतको प्रतिफल यस महिनामा प्राप्त हुन सक्छ। वरिष्ठ अधिकारीहरूबाट प्रशंसा, नयाँ जिम्मेवारी र करियरमा उन्नतिको अवसर मिल्ने सम्भावना बलियो छ। जागिर परिवर्तनको योजना बनाइरहनु भएको छ भने महिनाको मध्यपछि राम्रो अवसर देखा पर्न सक्छ। व्यवसाय गर्ने व्यक्तिहरूका लागि नयाँ ग्राहक, नयाँ सम्झौता तथा व्यापार विस्तारका अवसरहरू प्राप्त हुनेछन्। आर्थिक क्षेत्रमा आम्दानी बढ्ने संकेत देखिन्छ। रोकिएको रकम हात पर्न सक्छ भने पुरानो लगानीबाट पनि सन्तोषजनक लाभ मिल्ने सम्भावना छ। तर भावनामा बगेर आर्थिक निर्णय नगर्नु नै बुद्धिमानी हुनेछ। पारिवारिक जीवन अत्यन्त सुखद रहनेछ। घरमा शुभ कार्यको योजना बन्न सक्छ वा परिवारका सदस्यहरूसँग खुसी बाँड्ने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास र सम्मान अझ मजबुत बन्नेछ। अविवाहित व्यक्तिहरूका लागि नयाँ सम्बन्धको सम्भावना देखिन्छ। वैवाहिक जीवनमा जीवन साथीको साथ र सहयोगले मन प्रसन्न रहनेछ। विद्यार्थीहरूका लागि अध्ययनमा उल्लेखनीय प्रगति हुने समय हो। प्रतियोगितात्मक परीक्षा, नयाँ तालिम वा विदेश अध्ययनका प्रयास सफल हुने सम्भावना बलियो छ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। तर कामको चापले थकान हुन सक्ने भएकाले आरामलाई पनि प्राथमिकता दिनु आवश्यक हुनेछ। महिनाको अन्त्यतिर छोटो धार्मिक वा पारिवारिक यात्रा हुन सक्छ जसले मानसिक शान्ति प्रदान गर्नेछ। सामाजिक क्षेत्रमा तपाईको प्रतिष्ठा बढ्नेछ र धेरै मानिसहरूले तपाईको विचारलाई सम्मान गर्नेछन्। साउन महिना तपाईका लागि नयाँ आशा, सकारात्मक परिवर्तन र सफलताको नयाँ ढोका खोल्ने समय बन्नेछ। यस महिना तपाईको शुभ रंग सेतो रहेको छ भने शुभ अङ्क 2 रहनेछ। महिनाको सुझाव, धैर्यलाई आफ्नो सबैभन्दा ठूलो शक्ति बनाउनुहोस्, सफलता अवश्य प्राप्त हुनेछ। सिंह राशि, साउन महिना सिंह राशिका जातकका लागि नेतृत्व क्षमता, आत्मविश्वास र आर्थिक उन्नतिको महिना बन्ने संकेत देखिएको छ। यस महिनामा तपाईले धेरै समयदेखि सोचिरहेका योजनाहरूलाई व्यवहारमा उतार्ने अवसर प्राप्त गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा तपाईको नेतृत्व क्षमता र मेहनतको खुलेर प्रशंसा हुनेछ। वरिष्ठ अधिकारीहरूको विश्वास बढ्नेछ र पदोन्नति वा नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना पनि देखिन्छ। व्यवसाय गर्नेहरूका लागि यो महिना अत्यन्त लाभदायक रहने संकेत छ। नयाँ साझेदारी, नयाँ ग्राहक र व्यापार विस्तारका अवसरले राम्रो आर्थिक लाभ दिलाउन सक्छ। आर्थिक रूपमा आम्दानी बढ्नेछ। रोकिएको रकम प्राप्त हुने, पुरानो लगानीबाट लाभ आउने तथा नयाँ आम्दानीका स्रोत खुल्ने सम्भावना छ। यद्यपि अनावश्यक विलासितामा
खर्च नगर्नु नै उचित हुनेछ। परिवारमा सुख शान्ति र खुसीको वातावरण रहनेछ। परिवारका सदस्यहरूसँग बिताएको समयले मानसिक सन्तुष्टि दिनेछ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। जीवन साथी वा प्रिय व्यक्तिसँग भविष्यका योजना बारे गम्भीर छलफल हुन सक्छ। अविवाहित व्यक्तिहरूका लागि नयाँ सम्बन्धको सुरुवात हुन सक्ने संकेत देखिन्छ। विद्यार्थीहरूका लागि यो महिना उत्कृष्ट उपलब्धि हासिल गर्ने समय हो। अध्ययन अनुसन्धान वा सृजनात्मक क्षेत्रमा राम्रो सफलता प्राप्त गर्न सक्नुहुनेछ। स्वास्थ्यमा ऊर्जा राम्रो रहनेछ, तर अत्यधिक कामले थकान हुन सक्ने भएकाले नियमित आराम आवश्यक हुनेछ। सामाजिक क्षेत्रमा तपाईको लोकप्रियता बढ्नेछ। समाजमा सम्मान प्रतिष्ठा र प्रभाव विस्तार हुने सम्भावना देखिन्छ। महिनाको अन्त्यतिर कुनै विशेष उपलब्धिले तपाईलाई नयाँ उत्साह दिनेछ। साउन महिना तपाईका लागि सफलताको नयाँ अध्याय सुरु गर्ने समय बन्न सक्छ। यस महिना तपाईको शुभ रंग सुनौलो वा पहिलो रहेको छ भने शुभ अङ्क 1 रहेको छ। महिनाको सुझाव: आत्मविश्वासलाई निरन्तर कर्मसँग जोड्नुहोस्। भाग्य आफै तपाईको साथमा आउनेछ। कन्या राशि: साउन महिना कन्या राशिका जातकका लागि योजनाबद्ध प्रगति, आर्थिक स्थिरता र ज्ञान वृद्धिको महिना बन्ने संकेत देखिएको छ। महिनाको सुरुवातमा केही काम अपेक्षा अनुसार अघि नबढे पनि धैर्य र निरन्तर प्रयासका कारण मध्यदेखि सबै परिस्थिति तपाईको पक्षमा आउन थाल्नेछ। कार्यक्षेत्रमा तपाईको अनुशासन, जिम्मेवारी प्रतिको इमानदारी र सूक्ष्म विश्लेषण गर्ने क्षमताले राम्रो अवसर दिलाउन सक्छ। नयाँ जागिरको खोजीमा हुनुहुन्छ भने सकारात्मक समाचार प्राप्त हुन सक्छ। व्यवसाय गर्नेहरूका लागि पुराना ग्राहकसँगको सम्बन्ध अझ बलियो बन्नेछ भने नयाँ बजारमा प्रवेश गर्ने अवसर पनि प्राप्त हुन सक्छ। आर्थिक पक्षमा सन्तुलित सुधार हुनेछ। आम्दानी स्थिर रहनेछ र बचत बढाउने राम्रो अवसर मिल्नेछ। लगानी गर्दा हतार नगरी योजना बनाएर अघि बढ्नुभयो भने दीर्घकालीन लाभ प्राप्त हुनेछ। पारिवारिक जीवन सुखद रहनेछ। घरका सदस्यहरूको साथले कठिन निर्णय लिन सजिलो हुनेछ। प्रेम सम्बन्धमा धैर्य र विश्वास आवश्यक रहनेछ। साना असमझदारीलाई समयमै समाधान गर्नुभयो भने सम्बन्ध अझ प्रगाढ बन्नेछ। वैवाहिक जीवनमा जीवनसाथीसँगको समझदारी बढ्नेछ। विद्यार्थीहरूका लागि अध्ययन अनुसन्धान र नयाँ सिप सिक्ने अत्यन्त अनुकूल समय रहनेछ। विदेश अध्ययन वा नयाँ कोर्समा सफलता मिल्ने सम्भावना पनि बलियो छ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ, तर खानपान र पाचन प्रणालीमा विशेष ध्यान दिनु आवश्यक हुनेछ। नियमित व्यायाम, योग र ध्यानले मानसिक तथा शारीरिक ऊर्जा बढाउनेछ। सामाजिक क्षेत्रमा तपाईको इमानदारी छवि अझ मजबुत बन्नेछ। धेरै मानिसहरूले तपाईको सल्लाहलाई महत्त्व दिनेछन्। साउन महिना तपाईका लागि आत्मविकास, आर्थिक सुदृढता र भविष्यका ठूला सफलताका लागि बलियो आधार तयार गर्ने महिना बन्नेछ। यस महिना तपाईको शुभ रंग हरियो रहेको छ भने शुभ अङ्क 5 रहनेछ। महिनाको सुझाव: सानो प्रगतिलाई पनि सम्मान गर्नुहोस्, किनकि त्यही साना कदमहरूले ठूलो सफलताको यात्रा पूरा गर्छ। तुला राशि: साउन महिना तुला राशिका जातकका लागि सन्तुलन, नयाँ सम्बन्ध, आर्थिक प्रगति र आत्मविश्वास बढाउने विशेष महिना बन्ने संकेत देखिएको छ। महिनाको सुरुवातमा केही अधुरा काम र जिम्मेवारीहरूले व्यस्तता बढाउन सक्छन्, तर तपाईको शान्त स्वभाव, सही निर्णय क्षमता र सबैलाई साथ लिएर अघि बढ्ने बानीले ती सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। जागिर गर्ने व्यक्तिहरूले वरिष्ठ अधिकारीबाट विश्वास र सम्मान प्राप्त गर्नेछन्। लामो समयदेखि अपेक्षा गरिएको पदोन्नति, तलब वृद्धि वा नयाँ जिम्मेवारीको अवसर प्राप्त हुन सक्छ। व्यवसाय गर्नेहरूका लागि यो महिना विशेष लाभदायक रहनेछ। नयाँ ग्राहक, नयाँ सम्झौता र व्यापार विस्तारका अवसरहरू प्राप्त हुनेछन्। विशेष गरी महिनाको दोस्रो र तेस्रो सातामा आर्थिक लाभको सम्भावना बलियो रहनेछ। आर्थिक क्षेत्रमा रोकेको रकम फिर्ता आउन सक्छ। नयाँ आम्दानीको स्रोत खुल्न सक्छ र बचत बढाउने अवसर पनि प्राप्त हुनेछ, तर अरूको प्रभावमा आएर ठूलो लगानी गर्नु उपयुक्त हुने छैन। पारिवारिक वातावरण सुखद र हर्षोल्लासपूर्ण रहनेछ। घरमा शुभ कार्य, धार्मिक अनुष्ठान वा परिवारसँग रमाइलो यात्रा गर्ने योजना बन्न सक्छ। प्रेम सम्बन्धमा नयाँ उत्साह आउनेछ। अविवाहित व्यक्तिहरूका लागि मन मिल्ने व्यक्तिसँग भेट हुने सम्भावना छ। वैवाहिक जीवनमा जीवनसाथीको साथले मनमा नयाँ ऊर्जा आउनेछ। विद्यार्थीहरूका लागि यो महिना अध्ययनमा उत्कृष्ट उपलब्धि हासिल गर्ने समय हो। प्रतियोगितात्मक परीक्षा, छात्रवृत्ति वा नयाँ अवसरका लागि गरिएको प्रयास सफल हुन सक्छ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ, तर अत्यधिक तनाव र अनियमित निन्द्राबाट बस्नुपर्छ। सामाजिक क्षेत्रमा तपाईको प्रतिष्ठा बढ्नेछ र तपाईका विचारलाई धेरैले सम्मान गर्नेछन्। महिनाको अन्त्यमा कुनै शुभ समाचारले परिवारमा खुसीको वातावरण सिर्जना गर्नेछ। यो साउन महिना तपाईका लागि सम्बन्ध, सम्मान र सफलताको सुन्दर सङ्गम बन्न सक्छ। यस महिना तपाईको शुभ रंग नीलो रहेको छ भने शुभ अङ्क 6 रहेको छ। महिनाको सुझाव: सन्तुलित सोच र मधुर व्यवहारले तपाईलाई धेरै टाढासम्म पुर्याउनेछ। वृश्चिक राशि: साउन महिना वृश्चिक राशिका जातकका लागि साहस, दृढ इच्छा शक्ति र उल्लेखनीय उपलब्धि
उपलब्धिको महिना बन्ने संकेत देखिन्छ। लामो समयदेखि मनमा रहेका योजना र सपनाहरूलाई व्यवहारमा उतार्ने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा तपाईँको मेहनत, गोपनीयता कायम राख्ने क्षमता र नेतृत्व गर्ने शैलीको प्रशंसा हुनेछ। जागिरमा नयाँ जिम्मेवारी, पदोन्नति वा करियरमा सकारात्मक परिवर्तनको सम्भावना बलियो देखिन्छ। व्यवसाय गर्ने व्यक्तिहरूका लागि नयाँ लगानी, नयाँ साझेदारी र व्यापार विस्तारका धेरै अवसरहरू प्राप्त हुनेछन्। आर्थिक रूपमा यो महिना बलियो रहनेछ। रोकिएको रकम प्राप्त हुनेछ, पुरानो लगानीबाट लाभ मिल्नेछ र नयाँ आम्दानीका स्रोत पनि खुल्न सक्छन्। तर अत्यधिक जोखिमयुक्त लगानीबाट भने सावधान रहनु राम्रो हुनेछ। पारिवारिक जीवनमा खुसी र मेलमिलाप बढ्नेछ। टाढिएका आफन्तसँग पुनः सम्बन्ध सुधार हुने सम्भावना छ। प्रेम सम्बन्धमा विश्वास, समर्पण र भावनात्मक निकटता बढ्नेछ। वैवाहिक जीवनमा जीवनसाथीसँगको सम्बन्ध अझ बलियो बन्नेछ। विद्यार्थीहरूका लागि अध्ययनमा उल्लेखनीय प्रगति हुने समय हो। अनुसन्धान, प्राविधिक शिक्षा वा प्रतिस्पर्धात्मक परीक्षामा राम्रो परिणाम प्राप्त हुने सम्भावना देखिन्छ। स्वास्थ्यमा सामान्य सुधार रहनेछ। पुराना साना समस्याहरू क्रमशः कम हुँदै जानेछन्। नियमित व्यायाम र सन्तुलित जीवनशैलीले थप ऊर्जा प्रदान गर्नेछ। सामाजिक क्षेत्रमा तपाईँको प्रभाव बढ्नेछ। तपाईँले बोलेको कुरा धेरै मानिसका लागि प्रेरणाको स्रोत बन्न सक्छ। महिनाको अन्त्यतिर कुनै ठूलो उपलब्धि वा शुभ समाचारले तपाईँको आत्मविश्वासलाई नयाँ उचाइमा पुर्याउनेछ। साउन महिना तपाईँका लागि सङ्घर्षको प्रतिफल प्राप्त गर्ने र भविष्यका ठूला सफलताका लागि नयाँ ढोका खोल्ने समय बन्नेछ। यस महिना तपाईँको शुभ रङ्ग गाढा रातो रहेको छ भने शुभ अङ्क 9 रहेको छ। महिनाको सुझाव: आफ्नो लक्ष्यबाट कहिल्यै विचलित नहुनुहोस्। निरन्तर प्रयासले असम्भवलाई पनि सम्भव बनाउँछ। धनु राशि: साउन महिना धनु राशिका जातकका लागि भाग्यको साथ नयाँ अवसर र जीवनमा सकारात्मक परिवर्तन ल्याउने महिना बन्ने संकेत देखिएको छ। महिनाको सुरुवातदेखि नै तपाईँमा नयाँ ऊर्जा र उत्साह देखिनेछ। लामो समयदेखि रोकेका कामहरू बिस्तारै पूरा हुँदै जानेछन्। कार्यक्षेत्रमा वरिष्ठ अधिकारीहरूको विश्वास बढ्नेछ र नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना बलियो छ। जागिर परिवर्तनको सोचमा हुनुहुन्छ भने महिनाको मध्यपछि राम्रो अवसर प्राप्त हुन सक्छ। व्यवसाय गर्ने व्यक्तिहरूका लागि नयाँ बजार, नयाँ ग्राहक वा व्यापार विस्तारका सम्भावनाहरू निकै राम्रो देखिएका छन्। आर्थिक पक्षमा उल्लेखनीय सुधार हुनेछ। अतिरिक्त आम्दानीका स्रोत खुल्न सक्छन्। रोकिएको रकम प्राप्त हुनेछ र पुरानो लगानीबाट पनि लाभ मिल्ने सम्भावना बलियो छ। परिवारमा खुसीको वातावरण रहनेछ। धार्मिक कार्यक्रम, पारिवारिक भेटघाट वा शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। प्रेम सम्बन्धमा विश्वास र आत्मीयता बढ्नेछ। अविवाहित व्यक्तिहरूका लागि विवाह वा नयाँ सम्बन्धको राम्रो योग देखिन्छ। विद्यार्थीहरूका लागि यो महिना अत्यन्त फलदायी रहनेछ। अध्ययन, विदेश शिक्षा, प्रतियोगितात्मक परीक्षा वा नयाँ सिप सिक्ने प्रयासमा सफलता मिल्ने सम्भावना छ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। नियमित व्यायाम, सन्तुलित भोजन र सकारात्मक सोचले तपाईँलाई महिनाभर ऊर्जावान राख्नेछ। सामाजिक क्षेत्रमा सम्मान, लोकप्रियता र प्रभाव बढ्नेछ। तपाईँको सकारात्मक व्यवहारले धेरै नयाँ सम्बन्ध निर्माण गराउनेछ। महिनाको अन्त्यमा कुनै विशेष उपलब्धिले भविष्यप्रति अझ ठूलो आशा र आत्मविश्वास जगाउनेछ। साउन महिना तपाईँका लागि भाग्य, परिश्रम र सफलताको सुन्दर मेल बन्नेछ। यस महिना तपाईँको शुभ रङ्ग पहिलो रहेको छ भने शुभ अङ्क 3 रहेको छ। महिनाको सुझाव: अवसरलाई चिनेर साहसका साथ अघि बढ्नुहोस्। यो महिना तपाईँका धेरै सपनाहरूलाई वास्तविकतामा बदल्ने क्षमता राख्छ। मकर राशि: साउन महिना मकर राशिका जातकका लागि मेहनतको उचित प्रतिफल, आर्थिक स्थिरता र जीवनमा सकारात्मक परिवर्तनको संकेत बोकेको महिना रहनेछ। महिनाको सुरुवातमा केही कामहरू अपेक्षा अनुसार ढिलो अघि बढे पनि धैर्य र अनुशासनका साथ निरन्तर प्रयास गर्नुभयो भने महिनाको दोस्रो सातादेखि परिस्थितिले तपाईँको पक्ष लिन थाल्नेछ। जागिर गर्ने व्यक्तिहरूका लागि यो महिना विशेष उपलब्धिमूलक रहनेछ। वरिष्ठ अधिकारीहरूले तपाईँको कार्यक्षमता, जिम्मेवारी वहन गर्ने शैली र इमानदारीको उच्च मूल्याङ्कन गर्न सक्छन्। लामो समयदेखि प्रतीक्षा गरिएको पदोन्नति, नयाँ जिम्मेवारी वा करियरमा प्रगतिको अवसर प्राप्त हुने सम्भावना बलियो छ। व्यवसाय गर्नेहरूका लागि नयाँ ग्राहक, दीर्घकालीन सम्झौता र व्यापार विस्तारका अवसरहरू प्राप्त हुनेछन्। विशेष गरी निर्माण, कृषि, सेवा, प्रविधि वा पारिवारिक व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले उल्लेखनीय लाभ प्राप्त गर्न सक्नेछन्। आर्थिक क्षेत्रमा स्थिर सुधार आउनेछ। रोकिएको रकम प्राप्त हुनेछ। पुराना आर्थिक दायित्वहरू कम हुँदै जानेछन् र भविष्यका लागि बचत गर्ने अवसर पनि मिल्नेछ। तर अत्यधिक जोखिमयुक्त लगानी वा अरूको दबावमा आर्थिक निर्णय लिनु उपयुक्त हुने छैन। पारिवारिक जीवनमा प्रेम, सम्मान र समझदारी बढ्नेछ। घरमा शुभ कार्य, धार्मिक अनुष्ठान वा आफन्तसँगको भेटघाटले खुसीको वातावरण सिर्जना गर्नेछ। प्रेम सम्बन्धमा आपसी विश्वास अझ बलियो बन्नेछ। अविवाहित व्यक्तिहरूका लागि राम्रो सम्बन्धको प्रस्ताव आउन सक्ने योग छ। वैवाहिक जीवनमा जीवनसाथी
साथीको सहयोगले कठिन काम पनि सहज रूपमा सम्पन्न हुनेछ। विद्यार्थीहरूका लागि यो महिना अत्यन्त फलदायी रहनेछ। उच्च शिक्षा, प्रतियोगितात्मक परीक्षा, सरकारी सेवा वा नयाँ सिप सिक्ने प्रयासमा सकारात्मक परिणाम प्राप्त हुन सक्छ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ, तर कामको चापका कारण थकान वा निन्द्राको कमी हुन सक्ने भएकाले आरामलाई पनि समय दिनु आवश्यक छ। सामाजिक क्षेत्रमा तपाईको प्रतिष्ठा बढ्नेछ। तपाईको अनुभव र सल्लाहलाई धेरैले सम्मान गर्नेछन्। महिनाको अन्त्यमा प्राप्त हुने एउटा शुभ समाचारले तपाईको आत्मविश्वासलाई अझ मजबुत बनाउनेछ। यो साउन महिना तपाईका लागि स्थिर प्रगति, आत्मविश्वास र सफलताको बलियो आधार तयार गर्ने समय बन्नेछ। यस महिना तपाईको शुभ रंग गाढा नीलो रहेको छ भने शुभ अङ्क 8 रहेको छ। महिनाको सुझाव: धैर्य र अनुशासनलाई कहिल्यै नछोड्नुहोस्, किनकि तपाईको निरन्तर मेहनतले नै ठूलो सफलता दिलाउनेछ। कुम्भ राशि: साउन महिना कुम्भ राशिका जातकका लागि नयाँ सोच, सृजनात्मक अवसर र आत्मविकासको महिना बन्ने संकेत देखिएको छ। महिनाभर तपाईमा नयाँ ऊर्जा, नयाँ योजना र केही फरक गर्ने इच्छा बलियो रहनेछ। कार्यक्षेत्रमा तपाईको मौलिक विचार, प्रविधि प्रतिको रुचि र समस्या समाधान गर्ने क्षमताले वरिष्ठ अधिकारी तथा सहकर्मीहरूको ध्यान आकर्षित गर्नेछ। नयाँ परियोजना, नयाँ जिम्मेवारी वा नयाँ जागिरको अवसर प्राप्त हुन सक्छ। व्यवसाय गर्ने व्यक्तिहरूका लागि यो महिना अत्यन्त अनुकूल रहनेछ। नयाँ बजार, नयाँ ग्राहक र डिजिटल माध्यमबाट व्यापार विस्तार गर्ने अवसरहरू प्राप्त हुनेछन्। आर्थिक पक्षमा सुधार आउनेछ। अतिरिक्त आम्दानीका स्रोत खुल्न सक्छन्। रोकिएको रकम प्राप्त हुनेछ र बचत बढाउन सकिनेछ। यद्यपि हतारमा खर्च गर्ने बानीलाई नियन्त्रण गर्नु बुद्धिमानी हुनेछ। पारिवारिक जीवन सुखद रहनेछ। परिवारका सदस्यहरूसँग खुलेर संवाद गर्नुभयो भने पुराना असमझदारी हट्नेछन्। प्रेम सम्बन्धमा नयाँ उत्साह आउनेछ। अविवाहित व्यक्तिहरूका लागि राम्रो सम्बन्धको सम्भावना देखिन्छ भने वैवाहिक जीवनमा आपसी समझदारी अझ प्रगाढ बन्नेछ। विद्यार्थीहरूका लागि विज्ञान, प्रविधि, अनुसन्धान वा सृजनात्मक क्षेत्रमा उल्लेखनीय सफलता मिल्ने योग छ। विदेश अध्ययन वा नयाँ तालिमका लागि आवेदन दिएका व्यक्तिहरूले शुभ समाचार प्राप्त गर्न सक्नेछन्। स्वास्थ्य सामान्य रहनेछ, तर मानसिक तनाव कम गर्न ध्यान, योग वा नियमित हिँडडुल गर्नु लाभदायक हुनेछ। सामाजिक क्षेत्रमा तपाईको लोकप्रियता बढ्नेछ। तपाईको सहयोगी स्वभाव र सकारात्मक सोचका कारण नयाँ मित्रता र नयाँ अवसरहरू प्राप्त हुनेछन्। महिनाको अन्त्यमा कुनै अप्रत्याशित उपलब्धिले तपाईको आत्मविश्वासलाई नयाँ उचाइमा पुर्याउनेछ। साउन महिना तपाईका लागि नयाँ सोचलाई सफलतामा रूपान्तरण गर्ने समय बन्नेछ। यस महिना तपाईको शुभ रंग आकाशी नीलो रहेको छ भने शुभ अङ्क 4 रहेको छ। महिनाको सुझाव: परिवर्तनसँग डराउनु हुँदैन, किनकि यही परिवर्तनले तपाईको भविष्य उज्यालो बनाउन सक्छ। मीन राशि: साउन महिना मीन राशिका जातकका लागि आध्यात्मिक शान्ति, पारिवारिक सुख, आर्थिक सुधार र नयाँ सफलताको संकेत बोकेको महिना रहनेछ। महिनाको सुरुवातदेखि नै मनमा सकारात्मक सोच र नयाँ उत्साह जाग्नेछ। विगतमा अधुरा रहेका कामहरू बिस्तारै पूरा हुँदै जानेछन्। कार्यक्षेत्रमा तपाईको सृजनात्मक सोच, इमानदारी र समर्पणको प्रशंसा हुनेछ। जागिरमा नयाँ अवसर, जिम्मेवारी वा पदोन्नतिको सम्भावना बलियो देखिन्छ। व्यवसाय गर्नेहरूका लागि नयाँ ग्राहक, नयाँ योजना तथा व्यापार विस्तारका अवसरहरू प्राप्त हुनेछन्। विशेष गरी कला, शिक्षा, स्वास्थ्य सेवा वा परामर्श क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले राम्रो प्रगति गर्न सक्नेछन्। आर्थिक क्षेत्रमा क्रमिक सुधार हुनेछ। रोकिएको रकम प्राप्त हुनेछ। नयाँ आम्दानीको स्रोत खुल्नेछन् र भविष्यका लागि आर्थिक योजना बनाउन सकिनेछ। परिवारमा खुसी, मेलमिलाप र आत्मीयता बढ्नेछ। घरमा धार्मिक कार्यक्रम, शुभ कार्य वा आफन्तसँगको भेटघाटले सकारात्मक वातावरण सिर्जना गर्नेछ। प्रेम सम्बन्धमा विश्वास र भावनात्मक निकटता बढ्नेछ। अविवाहित व्यक्तिहरूका लागि मनपर्ने व्यक्तिसँग सम्बन्ध अघि बढ्ने सम्भावना छ। वैवाहिक जीवनमा जीवन साथीको साथ र सहयोगले मन प्रसन्न रहनेछ। विद्यार्थीहरूका लागि अध्ययन, अनुसन्धान र विदेश शिक्षाका क्षेत्रमा उल्लेखनीय उपलब्धि प्राप्त हुने योग देखिन्छ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ, तर पर्याप्त आराम र सन्तुलित खानपानलाई व्यवस्था नगर्नुहोस्। धार्मिक, आध्यात्मिक वा ध्यान सम्बन्धी गतिविधिमा रुचि बढ्न सक्छ, जसले मानसिक शान्ति र आत्मविश्वास दुवै बढाउनेछ। सामाजिक क्षेत्रमा तपाईको सम्मान र लोकप्रियता बढ्नेछ। सामाजिक क्षेत्रमा तपाईको सम्मान र लोकप्रियता बढ्नेछ। तपाईको सहयोगी व्यवहारले धेरै मानिसको मन जित्नेछ। महिनाको अन्त्यमा प्राप्त हुने कुनै शुभ समाचारले भविष्यप्रति नयाँ आशा र उत्साह जगाउनेछ। यो साउन महिना तपाईका लागि आत्मविश्वास, शान्ति, समृद्धि र सफलताको नयाँ अध्याय सुरु गर्ने महिना बन्नेछ। यस महिना तपाईको शुभ रंग हल्का पहिलो रहेको छ भने शुभ अङ्क 7 रहेको छ। महिनाको सुझाव: आफ्नो अन्तर्ज्ञानमा विश्वास राख्नुहोस्। सकारात्मक कर्म र धैर्यले तपाईका सपनाहरूलाई वास्तविकतामा बदल्नेछ। अन्तिममा साउन महिनाको साझा भाग्यसूत्र। प्रिय दर्शकहरू, साउन महिना केवल पात्रोको अर्को महिना मात्र होइन,
होइन। यो प्रकृतिले नयाँ जीवन, नयाँ आशा र नयाँ सुरुवातको सन्देश दिने पवित्र समय पनि हो। वर्षाको प्रत्येक थोपा जसरी सुक्खा धरतीलाई हराभरा बनाउँछ, त्यसरी नै सकारात्मक सोच, असल कर्म र अटल विश्वासले हाम्रो जीवनलाई पनि उज्यालो बनाउने शक्ति राख्छ। याद राख्नुहोस्, ग्रहहरूको संकेतले सम्भावनाको ढोका देखाउन सक्छ, तर त्यो ढोकाबाट अघि बढ्ने साहस तपाईको आफ्नै कर्म, मेहनत र आत्मविश्वासमा निर्भर हुन्छ। जीवनमा आउने हरेक चुनौतीले तपाईलाई रोक्न होइन, अझ बलियो, अनुभवी र सफल बनाउन आएको हुन्छ। त्यसैले कुनै पनि परिस्थितिमा आफ्नो सपना सानो नठान्नुहोस् र आफ्नो क्षमतामाथिको विश्वास कहिल्यै कमजोर हुन नदिनुहोस्। साउनको हरियालीले हामीलाई एउटा सुन्दर सन्देश दिन्छ। धैर्यका साथ रोपिएको बिउले समय आएपछि अवश्य फल दिन्छ। यसका साथै साउन महिनाको राशिफल यही समाप्त हुन्छ। राशिफलमा जे जस्तो भनिए पनि तपाईहरूले सकारात्मक सोचका साथ आफ्नो दैनिकी सुरुवात आफ्नो कार्यमा निरन्तर लागिराख्नुहोला। अवश्य पनि सफलता मिल्नेछ। शुभ दिन।